हेलो गाइज वेलकम ब्याक टु मेरो खाएको वाला भिडियोमा आफ्टर लङ टाइम है। मैले चाहिँ भिडियो बनाउन चाहिँ खासै छोडिसकेको थिएँ अनि मलाई खासै भिडियो बनाउन मन लाग्दैन कि आजभोलि। अनि अघि खाना के भन्छ अरे चाउमिन खान लागिसकेको थियो अनि खाँदा खाँदै अनि भिडियो बनाइदिउँ न भनेर अनि सम्झेँ। अनि एउटा बहिनीले नि भनिरहेको थियो दिदी तपाईँले खाएको भिडियो आउँदैन आजभोलि किन नखानु भएको किन भिडियो नबनाउनु भएको यहाँ कस्तो हेर्न मन लागिसक्यो भनेर अनि भनेको भएर चाहिँ नि त्यही सम्झेर फेरि भिडियो गरेको है। अनि आज चाहिँ मसँग रहेको छ जापानिज याकिसोबा र नेपाली याकिसोबा अर्थात् चाउमिन नेपाली चाउमिन र हाम्रो लोकल स्टाइलमा पाउने नेपाली चाउमिन प्लस अनि जापानिज चाउमिन खाँदैछु अनि डल्ले खुर्सानी हालेर मिठो भएको थियो। अनि साथीहरू के साल खबर धेरै दिनपछि यसरी भिडियो बनाएर खाएको मैले है। डु सपोर्ट लाइक कमेन्ट गरिदिनु होला। अनि त्यसपछि अहिले चाहिँ जापानमा एकदमै जाडो भनौँ न हिजो र आज चाहिँ हिजो त गर्मी थियो आज चाहिँ जाडो ओडाहा आज राति चाहिँ हिउँ पर्छ अरे। अनि यो किफु एरियामा आउनुभएको जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन आफ्नो ख्याल गर्नु होला। हिउँहरू पर्ने बेलामा अब हुन्छ नि काममा जानुपर्ने यताउति हुन्छ। पोहोर चाहिँ म काममा जाँदाखेरि 5-6 बल्ड्याङ पल्टेर गएको थियो तपाईँहरू पनि पल्टिनु होला फेरि है। अब के गर्नु गाह्रो हुन्छ काममा जानु परिहाल्यो काममा जाँदाखेरि होइन ब्रेक हानौँ भने पनि लड्ने ब्रेक नहानौँ भने त्यहाँ साइकल हिउँमा खस्छ है यस्तो गाह्रो हुन्छ। म त्यत्तिकै 5 बल्ड्याङ पल्टेर गएको होइन कि काममा यस्तो हाँस्न लाग्छ सम्झिँदाखेरि नि। फेरि बाटो चाहिँ त्यस्तो टाढा छैन 10-15 मिनटको बाटो हो है त्यही पनि हिउँमा चलाउनु चाहिँ गाह्रै हुन्छ। अनि मलाई चाहिँ यो के भन्छ अरे जापानिज चाउमिनमा चाहिँ यो किगुरागे भन्ने हुन्छ एउटा अनि त्यो किगुरागेलाई चाहिँ नेपालीमा के भन्छ मलाई एक्ज्याक्ट थाहा छैन। अनि त्यो चाहिँ मनपर्छ अनि त्यही भएर म फेरि हाल्दै खाँदै गरिरहेको छु। तर पनि मिठो थियो होइन जापानिजमा पनि हुन्छ नि यतापट्टि मिठो थियो उतापट्टि मिठो थियो दुइटै मैले बनाएको है। म चाहिँ रेस्टुरेन्टमा काम गर्छु त्यही भएर आजभोलि चाहिँ जापानिज खानेकुराहरूमा चाहिँ के भन्छ त्यसलाई जापानिज खानेकुराहरू चाहिँ बनाउनु धेरै आउँछ। अनि नेपाली खानेकुराहरू चाहिँ म पहिल्यैदेखि नै पर्फेक्ट नै भनौँ न त्यस्तो थिएँ। अहिले जापान आएर चाहिँ खासै त्यस्तो मिठो मिठो बनाएर खाएको छैन। नेपाल हुँदाखेरि चाहिँ टन्न खान्थेँ म र मम्मी हुन्थ्यो कि खाने बेलामा चाहिँ बनाउने पनि खाने पनि। मलाई खानेकुराहरू बनाउन आएको नै मम्मीले गरेर हो कि मलाई चाहिँ फेरि खानालाई नै यस्तो गाह्रो हुन्छ कि एकपट्टि मात्र खान मिल्छ एकपट्टि त्यो दाँत किराले खाएको छ अनि बेला बेलामा दुखिरहेको छ। अस्ति नि दुखेर यत्रो गाला भएको थियो कि कस्तो देखाएको थियो आमा म त यस्तो रुन मन लागेको घरमा फोन गरेर भनौँ भने के भन्नु चिन्ताले ला। अनि फेरि उतैबाट फोन गर्नुभएछ अनि उतैबाट फोन गरेपछि अनि यस्तो दुखिरह यत्रो सुन्ने भनेर कुरा गरेँ यताउति गरेँ। अनि बाइ द वे के छ हालखबरहरू तपाईँहरूको के छ पुतली तिम्रो हालखबर सधैँ छौ। अनि भोलि चाहिँ मेरो बर्थडे है सबैजनाले विस गर्नु होला ह्याप्पी बर्थडे लेख्नु होला। अनि के बर्थडे भन्ने बित्तिकैमा मलाई चाहिँ एउटा कुरा याद आयो के भन्छ अरे अस्ति मैले मेरो मम्मीलाई म कति वर्ष भयो भनेर सोधेको है। अनि मम्मीले चाहिँ के भन्नुभएको भन्नु न भयो नि पुग्यो नि 26 वर्ष पुगिस् त अरे ल म त ल 26 वर्ष पुगिसकेको छ बुढी भएँ जस्तो फिल भएको थियो। अनि दाइ चाहिँ कति वर्ष पुग्यो नि भनेर भने दाइ त 25 वर्ष हो अरे। अनि म त यस्तो हाँस्नमा लाग्यो होइन अनि दाइभन्दा म 2 वर्ष कान्छी छु अनि म चाहिँ 26 वर्ष अरे दाइ चाहिँ अनि के भन्छ अरे 25 वर्ष अरे। म त हाँस्नु कि क्या हान्नु हाम्रो मम्मीले कहिलेकाहीँ हँसाउँछ कहिलेकाहीँ होइन धेरै हँसाउँछ।
अनि एकदमै मिस गरेछु मम्मी, धेरै धेरै माया, धेरै धेरै सम्झना है। अनि धेरै याद आउँछ, धेरै सम्झिन्छु। अब पहिला त उहाँ के भन्छ अरे केमा घाम लागुन्जेल सुत्थ्यो, अब अहिले त कहाँ सुत्न पाउनु। रातभरि गेम खेलेर बस्थ्यो, दिनभरि सुतेर बस्थ्यो। अहिले त अब सुतिस् चुप लाएर काम जाऊ, सुते सुत, नसुते नसुत, आफैलाई गाह्रो हुन्छ। अब नेपाल हुँदाखेरि त मम्मीले टक्क लिएर आएर ओछ्यानमा ला चिया खा भन्दाखेरि पनि रिसाएर झर्केर हिँड्ने म। अहिले जापानले चाहिँ धरो सुधारे मलाई, धेरै सुधारे। म सुध्रेछु अहिले जापान आएर। नेपाल हुँदाखेरि खासै बिग्रेको चाहिँ होइन, तर पनि जापान आएर चाहिँ लास्टै सुधारे मलाई। अनि अरू चाहिँ के भन्नु र, यस्तै यस्तै भिडियोहरूको लागि कमेन्ट, फलो, लाइक गर्नुहोला, अनि सेयर गर्नुहोला, मलाई सपोर्ट गर्नुहोला। अनि मलाई चाहिँ खासै आजभोलि खोइ किन इन्ट्रेस्टै लाग्दैन क्या, केही कुरामा नि इन्ट्रेस्ट लाग्दैन, केही गर्नु मन लाग्दैन, कोहीसँग बोल्न पनि मन लाग्दैन, केही पनि भन्नु मन लाग्दैन कसैलाई नि केहीलाई नि। अनि हुन्छ नि मसँग चाहिँ अलिकति ट्रस्ट इस्युजहरू, लेकिन यताउति छ होइन। म इजिली कसैलाई ट्रस्ट पनि गर्दिनँ, गरेको साथीहरू सबै त्यस्तै हुन्छ। आज ठिक्क मुखले पार्छ, भोलि त्यस्तै मेरो पछाडि कुरा काट्छ, आई नो। बट मलाई केही मतलब लाग्दैन, त्यही भएर म कसैलाई नै केही दिन्न क्या, वास्तै गर्दिनँ। सुन्ने हो, अर्को कानले उडाउने हो। अनि उनीहरूकै कुरा मेरो अगाडि काट्दाखेरि म चाहिँ चुप लाएर बस्छु। यस्तो भनेको उसले उस्तो भनेको भनेर म उचाल्न नि जान्न कसैलाई, केही नै भन्दिनँ। आफ्नो लाइफ हो, चुप्प लाग्ने हो, खाने हो, आफ्नो खानु छ, दुनियाँको कुरा चाहिँ गर्नुहुन्न है। ल गाइज, अनि यो गिफ एरियातिर हुनुहुने सबैजना चाहिँ आफ्नो ख्याल गर्नुहोला, चिसोबाट बचिनु होला है। अहिले चाहिँ इन्फ्लुएन्जा कोही त्यस्तै समथिङ बढायो अरे। टेक केयर। ल म चाहिँ त्यो पेट पुरा पेट भरेर टन्न भइसक्यो। म अरू मोमो र चटपटे पानीपुरी दियो भने चाहिँ खान्छु होला, तर यो चाहिँ खान सकिनँ। अब मैले यति मात्रै हो अब खान नसकेको चाहिँ, के गर्नु, पेट सानो छैन, यत्रो खाँदा पनि भर्दैन, तर आज चाहिँ भर्यो। ओके, स्टे के भन्छ त्यसलाई, स्टे ट्युन, स्टे लो भन्न नि आएन लु। त्यसका बाजी लु जेसुकै होस्, लु मैले खाएर सकेँ। अब टाटा बाई बाई, ह्याप्पी बर्थडे टु मी। ढिलै भयो नि छिटै भयो पनि ह्याप्पी बर्थडे टु मी।